वर्षपछि म यहाँ आएँ। पहिला धेरै के भन्छ साथीहरूसँग आएको थिएँ कि यो ठाउँहरू चाहिँ। कस्तो राम्रो फुल पनि फुलेछ नि। आरु आरुको नि यो त आरु यो चाहिँ के को रुख हौ? अहिले पातै झरेछ। यहाँ चाहिँ बोनसाई। यहाँबाट चाहिँ पिपलको रुख अनि यहाँ स्कुल हो। यो कस्तो राम्रो फुल। आरुको कलर चाहिँ साह्रै राम्रो लाग्छ मलाई। बालकुमारी चौर धेरै दिनपछि आउँदैछु। आजको दिन पनि राम्रो। अनि यो हिमाल पनि आइरहेको रहेछ। हिउँ हजुर। यहाँ चाहिँ आज के रहेछ पार्टी दिएको भोज रहेछ। कहाँ कुन हो? पहिला साथीहरूले भनिरहेको थियो कि यहाँ चाहिँ मान्छेहरू पोल्छ भन्ने कुरा। चटपटे खाएर गर्दै नाना र म आएको आज यहाँ रमाइलो छ। सल्लाहको रुख होइन, सल्लाहको रुख कम्ता हाम्रो घरको माथिल्लोपट्टि पहिला थियो धेरै। फल्नु आँटेको कि के हो यो? यो चाहिँ फुलेको होला हौ। यसको फुल हो कि फल हो खै सल्लाहको थाहै छैन। त्यसको पछि उसको फल हुन्छ अनि त्यो चाहिँ आगोहरू लगायो भने झुलुलुलु बल्थ्यो नि, त्यही होला। माथि टन्नै छ त। कति धेरै नि। यसको झरेको छैन रहेछ। मान्छे पोल्ने ठाउँ यहाँ चाहिँ गाइस डर लाग्छ तर केही छैन। डराउनु हुँदैन। साह्रो मान्छेहरू हिउँदो भएर अब कति ठुलो कुकुर हो टोक्दैन। डराएको त थाहा हुन्छ अरे डराउनु। यसो जाने हो। यता जाउँ अनि बारी बारी गएर आउनु। यो चाहिँ के भवन बनेछ नि? यो त टोइलेट बाथरुम बनाएको हो नि। होला त्यस्तै लाग्यो। चाबी लागिरहेको छ के हो त्यस्तो? पछिबाट मात्रै पनि गरेको छैन। यो चौर पनि अर्कै बनाउनु थाल्नु भएछ कि भवन पो बनाउनु आँटेको? यो बन्दैन नि भवन त। चौरै होला नि यो। फुटबल ग्राउन्ड यो। अहिले निकै परिवर्तन भएछ यो ठाउँहरू। यस्तो थिएन नि पहिला, रोड बाटोहरू थिएन। यो ब्लक हो। अनि एउटै चौर थियो नि। यो यहाँ मुनि त कति खर्च गरेर बनाएको हो। अन्त नि पहिला अर्कै थियो, एउटै थियो कि अनि अलिकति सम्म थियो बिचमा। सरहरूले हामीलाई यहाँ ल्याउनु भएको पानीपुरीहरू खुवाउनु भएर बिहे पार्टी खाएर यहाँ फोटो खिच्नु आएछ। त्यता त नजाउँ नजाउँ। यो चाहिँ पुल। हामी चाहिँ यता जाने। त्यहाँ आर्ट। त्यहाँ छ आर्ट कोर्नु। हाम्रो चर्च यता नै छ। त्यो कलेज देखिँदैन रहेछ तर भिडियो सुट भइरहेको रहेछ। यहाँ चाहिँ सल्लाहको बोट। तार जोडिरहेछ। हजुर तार जोडिरहेछ। बिहेपछि आएकोलाई आर्ट। यहाँ रहेछ त नि। के गर्नु ल्याउनै पाएन नि। कुदाउनु दिउँ भनेको त यहाँ। आज यहाँ आर्टको लागि खासमा टार्गेट थियो तर हामीलाई पस्नै दिएन। आज 2 दिन भएछ बन्द गरेको। 2 दिन भएछ बन्द गरेको। नभए चाहिँ यहाँ मिल्थ्यो अरे। सबै केटाकेटीहरू यहाँ चाहिँ खेलिरहेको छ। एक दिन उच्चर उठाउने लिएर अनि यस्तो लगेर हामी तल यहीँतिर हामी गङ्गडा टिपेको नि नाना। यहाँ तलतिर सिमरायो छ नि। यो खोलामा कति सिमरायो छ त। हो। पहिला म एकपल्ट टिप्नु आएको। हामीलाई सरहरूले यहाँ ल्याउनु भएको थियो यतातिर। यहाँ तल चाहिँ उयो पनि रहेछ क्या। यो चाहिँ पिकनिक स्पोट बनाएको कि तर खै कसले खाएन।
हो कस्तो मलाई यहाँको उहरू छ अहिलेसम्म पनि यादहरू छ पहिलाको हुन्छ नि सल्लाहको रुखहरू चाहिँ खान्छ अनि यसरी फोहोर गरेर हिँड्छ मान्छेहरू खान्छ अनि यसरी फोहोर गरेर हिँड्छ कि अनि के अर्थ भएर हौ अहिलेतिर हेर्नु न आम्मामा यस्तो मान्छेहरू छ शिक्षित भएर पनि पुरा फोहोर छ क्या फोहोर थाहा छ के को ढाडाहरू के हो? भूकम्प हुँदाखेरि टोइलेट ए यता पुरा टम्बु टाँगेर बस्यो कि यो टोइलेट हजुर भूकम्प जाँदाको टोइलेट यहाँ कम्ती ट्रेन थियो नि त्यतिखेर यता पनि छन् होइन बारीहरू कि सल्लाह